हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल गाइज म हजुरलाई यो भिडियोमा चाहिँ एआईबाट युट्युब थम्बनेल कसरी बनाउने भनेर सिकाउन गइरहेको छु। भिडियोलाई स्किप नगरिकन हेर्नु होला। भिडियोलाई लाइक कमेन्ट सेयर गर्नु होला। च्यानललाई पनि सब्स्क्राइब गर्न नबिर्सिनु होला। ल अब भिडियोलाई ढिलो नगरिकन सुरु गरौँ है त। सर्वप्रथम हामीलाई यो दुईटै एप चाहिन्छ, एउटा च्याट जिपिटी अनि एउटा चाहिँ जिमिनी। यो चाहिँ हजुरले प्ले स्टोरमा गएर डाउनलोड गर्न सक्नुहुन्छ। अब च्याट जिपिटी ओपन गर्नुहोस्। च्याट जिपिटीलाई साइन गर्ने हुन्छ, साइन गर्नु चाहिँ पर्दैन अनि इन्टु गर्नु होला यसलाई चाहिँ। अनि त्यहाँ प्रम्प्ट लेख्नु पर्ने हुन्छ, एउटा नेपालीमा लेख्यो भने पनि हुन्छ अनि आफूले लेख्न चाहेको प्रम्प्ट लेख्नुहोस् है। त्यहाँ यसरी चाहिँ मैले एउटा प्रम्प्ट लेखेको छु, तपाईहरुले पनि लेख्न सक्नुहुन्छ यसरी। प्रम्प्ट लेखिसकेपछि एउटा यो एरोमा चाहिँ थिच्दिनु होला। त्यसपछि यो च्याट जिपिटीले चाहिँ हाम्रो प्रम्प्टलाई लेखिदिन्छ। च्याट जिपिटीले चाहिँ हाम्रो प्रम्प्टलाई नेपालीमा लेखिदिएको छ। हाम्रो चाहिँ यो इङ्ग्लिसमा चाहिन्छ, त्यही भएर हामीले फेरि इङ्ग्लिसमा लेखिदेऊ भनेर भन्यो भने चाहिँ इङ्ग्लिसमा लेखिदिन्छ फेरि। यसरी लेखेपछि लङ प्रेस गरेर यसलाई सबैले सेलेक्ट गर्नुहोस् प्रम्प्टलाई अनि त्यसपछि कपी गर्नुहोस्। यसरी कपी गरेपछि सिधै ब्याक हुनुहोस्। ब्याक भएपछि जिमिनी एप खोल्नुहोस्। त्यसपछि क्रिएट इमेजलाई टच गर्नुहोस्। त्यसपछि डिस्क्राइब योर इमेज भन्नेमा चाहिँ टच गर्नुहोस्। त्यहाँ टच गरिरहेपछि चाहिँ पेस्ट भनेर आउँछ, त्यो पेस्ट गरिदिनु होला। त्यसपछि हाम्रो त्यो अघिको प्रम्प्ट आएर यहाँ बस्छ, कपी हुन्छ, पेस्ट हुन्छ। त्यसपछि सेन्ड गरिदिनु होला। एकछिन इमेज बन्न चाहिँ टाइम लाग्छ है। फाइनली हाम्रो थम्बनेल चाहिँ बन्यो है, यसरी बन्यो। अझै यहाँ बच्चाको फोटो आएछ। यहाँ चाहिँ अलि यङ खालको फोटो चाहिँ कसरी लेख्ने त ल हेर्नुहोस् है त भिडियो। अघिकै त्यो क्रिएट इमेजमा जानुहोस्। त्यहाँ अघिको प्रम्प्टलाई चाहिँ टच गरेर चाहिँ पेस्ट गरिदिनु होला। अनि त्यहाँ चाहिँ नमिलेको ठाउँमा अलिकति मिलाउनु पर्ने हुन्छ माथिपछि। बोय भएको ठाउँमा चाहिँ अ यङ बोय, यङ म्यान लेख्यो भने चाहिँ ठिक हुन्छ होला। यति गरेपछि चाहिँ सेन्ड गरिदिनु होला। अनि एकछिन चाहिँ थम्बनेल बन्न चाहिँ टाइम लाग्छ। फाइनली हाम्रो थम्बनेल चाहिँ बन्यो है गाइज। अब यसलाई चाहिँ सेभ गर्नको लागि पहिले यसलाई टच गर्नुहोस् एकचोटि, यो थम्बनेललाई, फोटोलाई टच गरेपछि यसरी खुल्छ। त्यसपछि यो डाउनलोडको अप्सनमा चाहिँ टच गरेर डाउनलोड गर्न सक्नुहुन्छ। च्याट जिपिटीलाई र जिमिनीलाई प्रयोग गरेर हामीले यसरी थम्बनेल बनाउन सक्छौँ। सो गाइज भिडियो चाहिँ कस्तो लाग्यो? भिडियो चाहिँ राम्रो लाग्योमा लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला। अनि च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला भन्दै भिडियोलाई चाहिँ यति नै गर्न चाहन्छु। अर्को भिडियोमा भेटौँला। धन्यवाद।